Hello, after a long time we are going to beach. Swimming गर्नु जाँदैछौँ हामी चाहिँ मेरो छोरीलाई फर द फर्स्ट टाइम बिचमा बिचको पानी खेलाउनु लग्दै गरेको पानी छेउनु लग्दै गरेको मेरो हस्बेन्ड र छोरी चाहिँ यसरी अगाडि अगाडि जाँदै हुनुहुन्छ गोल्ड कोस्ट बिच खास चाहिँ हामी गोल्ड कोस्ट बिच जाने भनेको थियौँ तर गाडी नै पाएन गाडी नै आएन लेट हुने भयो अनि त्यही भएर चाहिँ हामीले स्ट्यान्ली जाने निर्णय गऱ्यौँ स्ट्यान्ली बिच साइड जाने तर स्ट्यान्ली नै नपुग्ने बिच वेट बिचसम्म चाहिँ पुग्यौँ कहाँ गएको तिमी स्विमिङ गर्नु गएको हो स्विमिङ गर्नु गएको हो तिमी Let's go swimming हो माग्नाम के गर्न कस्तो हामी त स्टेन्ली जान आँटेको स्टेन्ली बिचमा गोल्ड जाने भनेको बसै आएन अनि स्टेन्ली जान आँटेको फाइनली हामी रिपल्स बे आइपुग्यो यहाँ चाहिँ अलिक गाउँदो जस्तो तर धनी धनी बस्ने ठाउँहरू छ कस्तो दामी दामी अपार्टमेन्ट्सहरू छ कन्स्ट्रक्सनहरूले चाहिँ होइन भित्ता भत्किन्छ भनेर कति मजाले पुरा सिमेन्टले प्लास्टर गरेर रुख बिरुवा बचाएर गरेछ हामी त्यहाँ गएर नुहाउने हो रिपल्स बेमा गोल्ड कोस्ट बिच जाने भनेको त गोल्ड कोस्ट बिच त के साह्रो काली भएको हामीले त हाई बुढा स्विमिङ खेल्नुपर्छ कस्तो नाक हो यो थिच्नुपर्छ होइन बटन पो थिच्नुपर्छ प्रेसहरू ए प्लिज वेट प्रेस गर्दा मात्रै बल्ने रहेछ नि त आउनु ए नि ल नजान्नु पनि साह्रै हो बाटोमा यस्तोसम्म असुविधा हुन्छ मलाई नि त सानो बाटो भएर लाएर मान्छे हुँदा मात्रै रोड क्रस गर्नु मिल्ने कि बनाउनु मिल्ने सानो कहाँ आउनुभएको यहाँ हेर्नु त दुरी दाम स्विमिङ गर्ने ठाउँमा आयो स्विमिङ गर्ने ठाउँमा आयो यहाँ हेर त छोरी यहाँ सबैजना सन बाँच्दैछ सनसेट गर्दैछ नुहाउने ठाउँ रहेछ हामीले त एउटा ओछ्याउने ठाउँ ल्याएन नि त्यहाँ पानीमा ओछ्याएर भुइँमा ओछ्याएर यसलाई खेलाउनु पर्थ्यो हुँदैन त्यो बेर्नुपर्छ पानीले नुहाएर यसलाई जिउ पखालेर यो समुद्रको पानी पखालेर पुसपास गरिदिनु पर्यो चिसो लाग्छ नत्र भने स्विमिङहरू लगेर पनि मजाले पुसेर उसलाई ड्राई गरिहाल्यो भने चाहिँ चिसो लाग्दैन अन्त चिसो लाग्छ हेर त्यहाँ ओसन पार्क कस्तो दामी देखिँदैन डाँडामा म देखाउँछु ल कस्तो दामी यहाँ ओसन पार्क वा उयो टिक तल सेतो चाहिँ केबल कार चढेर यहाँ ओसन पार्क हो
हङकङको ओसन पार्क अनि यहाँनिर स्विमिङ गर्ने छ हामी त्यहाँ स्विमिङ गर्छौँ छिपिङ छिपुङ छिपिङ छिपुङ हामी चाहिँ रिपल्स बे आइपुग्यौँ अब डिप वाटर बिच हो यो रिपल्स बे हो कि डिप वाटर बे हो यहाँ यस्तो हराउँदैन कहाँ बस्छ हौ यो डिप वाटर बे पो हो रिपल्स बे होइन डिप वाटर बे पऱ्यो हामी लुगा खेल्नु जान्छौँ भन्यो जान्छौँ ऊ बर्ड्स हेर बर्ड भन्यो हाई बर्ड जान्छौँ हाई बर्ड भन्यो ऊ त्यहाँ स्विमिङ जाने हाई बर्ड भन्यो बर्ड ऊ तल पनि छ नि त बर्ड हेर न त्यता मात्रै बर्ड देख्छ आइयामा हामीले साबुनहरू पनि ल्याएनौँ पो त नि तलमाथि छ होला नि ऊ माथि पो छ तलमाथि नुहाउने यतापट्टि होला नि त केटीहरूको नुहाउने कहाँ हो ए अस्ति हामीले बार्बिक्यू गरेको उ त्यहाँ होइन कहाँ पो हो त्यही हो यो त टोइलेट माथि त टोइलेट लेडिज टोइलेट नुहाउने लेडिजको त्यहाँ तल होइन उता हो केटीहरूको कस्तो ठाउँ हो अनि बारेर यता र उता केटी र केटाको बनाइदिनु नि है त्यही परै जानु के देख्यो बर्ड भन आऊ यता भन क्वाक 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 भनेर मेरो छोरीले बर्ड हेर्दैछ भन क्वाक 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 बर्ड आयो बर्ड क्वाक 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 माथि तारामाथि छ कि म हेरेर आउँछु नि यहाँ ड्याडीसँग बस त मम्मी हेड मार्च गरेर आउँछु ल ड्याडी बर्ड्स देखाउनु है छोरीलाई ल हामी स्विमिङ गर्नु लेडी स्विमिङ गर्छौँ कस्तो सेक्सी हो सेक्सी केटी हो मेरो चस्मा राख्ने र जाउँ स्विमिङ गर्नु जाउँ ल ड्याडी ओइ आचु भयो हेर्नु न आचु बसाइदिउँ बसाइदिउँ कहाँ छोडेको त्यसलाई
ओइ ओइ मुखमा हाल्नुहुन्न त्यो बालुवा मुखमा नाइ नानी नुहाइ सकेर अब चाहिँ रात पनि पर्यो हामी त जानु आँटेको घर बाई बाई स्विमिङ गर्न आउने मान्छे रे दर्शक स्विमिङ कस्तो यहाँ हेर छोरी स्विमिङ गरेर आएको बेबी स्विमिङ गर्नुभयो मजा भयो स्विमिङ गर्नु आमा कतै स्पिनिङ रहेछ हौ छोरीको त स्पिन 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 खै हौ घरतिर जाने हो कहाँ मेरो मलाई खिच्दै थियो कसमा पाउने नेपाली हेर चाउचाउ खाएर भइमा खुट्टाभरि लाग्ने रहेछ धुलो बेबी सेट गीत पनि आउन छोडेको छ आजलाई खुट्टामा बालुवा लाग्छ यहाँ त बाबुजू आउनु पनि के किन्नु टाढो छ है दोकानहरू उतै त पाउँदैन बेच्दैन किन नबेचेर यहाँ बेच्यो भने त कति बिक्छ होला नि होइन रेस्टुरेन्ट मात्रै रहेछ देखेन 7-11हरू जस्तो पनि छैन नि पर छ अन्त यो बस्ती पनि नभएर होला तर यहाँ त पब्लिक होलिडेको दिन त कति बिजी हुन्छ त अनि खोलौँ कि क्या एउटा दोकान 7-11 सबैको 7-11 हुन्छ तपाईँको त 7-11 हो 7-11 खोल्ने हो रे लाग्यो है लाग्यो घरतिर उबर गर्नु श्रीमानज्यू छुट्टीको सदुपयोग साह्रै राम्रो भयो हजुर ट्याक्सी ट्याक्सी किन उबर गर्नु फाइदा होइन र अन्त उबर गर्नु न लाग्यो है लाग्यो आजको छुट्टीको सदुपयोग राम्रो भयो छोरी तिम्रो छुट्टीको सदुपयोग राम्रो भयो मेरो छोरी पनि जब गर्नु जान्छ नि त ड्युटी गर्छ होइन कति राम्रो भयो तिम्रो यो के छ स्पिन खुट्टा माथि उचालेर
यो खुट्टा माथि उचालेर तिम्रो मोबाइल फोन झऱ्यो अनि यो खुट्टा भने कहाँ राखेको यो खुट्टा यो खुट्टी उचालेर कतिले खुट्टी छ हौ यस्तो कतिले खुट्टी हुने मान्छे हो तिम्रो फोनमा बात मार त बोजू हेलो बोजू भन ग्रान्ड मदर भन हेलो बोजू सन्चै हुनुहुन्छ भन मामा हाम गर्यो भन खै तिम्रो फोनमा बात मार न ए अनि हेलो बोजू मामा हाम गर्यो यहाँ बात मार्नुपर्छ त फोनमा मामा हामी चाहिँ यसरी स्विमिङ गरेर मेरो छोरीलाई फर्स्ट टाइम समुद्रको पानी छुवाएर यसरी फर्क्यौँ थ्याङ्क्स फर वाचिङ बाई